पारि जानुपर्छ खतरा के छ केटा हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि स्वागत छ यहाँहरूलाई अब आज चाहिँ हामी छुट्टीको दिनमा अब त अर्को होस्टेलको साथीहरूलाई भेट्न जाने भनेर अस्तिदेखि प्लान बनाइरहेको थियो अनि आज चाहिँ म र जो उहाँ हुन्छ अनि आज चाहिँ भेटघाट यसो भेटघाट गरेर आउने कि भनेर यता चाहिँ हाम्रो साइकल रहेछ रेडी अवस्थामा हुनुहुन्छ जो ल अब चाहिँ हामी रेडी भइसक्यो 11 बजी जाने भनेको 11:30 भइसक्यो यतिकै माथि लाउनु छ किन चस्मालाई डिस्टर्ब हुन्छ क्या गालो चाहिँ झ्याप्पे ओके घाम मजाले है आज त राम्रो दिन पऱ्यो ल थोरै अगाडि निक्लिन्छु नि त ओके लेट्स गो पहिले चाहिँ हामी यहाँबाट कार्तुजियाली बाटो जान्थ्यौँ आज चाहिँ यो कोसरजेनिया भन्ने बाटोमा जानुपर्छ त्यही बाटोमा हो साथीहरूको होस्टेल भएको चाहिँ अब यहाँबाट पारि जानुपर्छ पारि हिँड्नु पारि त्यही लो यो बाटो फेरि एकदम छ कि हाइवेको बाटो बिचमा जङ्गल छ अनि जङ्गलमा फेरि साइकलको रुट नै छैन हाइवेको बाटो कुदाउनुपर्छ यहाँ साइकलको रुट थिएन क्या पहिला साइकलको रुट बनाएर खतरा भएछ अब उतैसम्म अघि यहीँ मात्रै हो उतैसम्म अघि यहीँ मात्रै हो उतैसम्म अघि यहीँ मात्रै हो भनेको क्या साइकल रोड है त्यही त नि थिएन नि हो हामी दुईचोटि आयो दुईचोटिसम्म थिएन सायद यो राउन्ड अबाउट छ नि अगाडि त्यो कट्नीसम्म चाहिँ होला जहाँसम्म लाग्छ त्यसपछि त फेरि रोडको छेउछेउ दौडिने होला गणेश त कामको है गणेश पनि बनाउनु हुन्छ अब हाइवेमा आयो छैन साइकलको ट्र्याक अब रोडको छेउछेउ कुदाउने हो है अब सायद उति नपुगिन्दासम्म यस्तै होला कुन्दन दाइ कहाँ पुग्नु भयो
पछाडि नै हुनेछ। अब कुन्दन दाइलाई अगाडि आउनु पऱ्यो कि हुँदैन। कुन्दन दाइले पछाडि राख्यो भने त म अगाडि टुई भाग्दो रहेछु क्या। त्यही भएर बरु कुन्दन दाइलाई अगाडि लाउँछु, पछि पछि बिस्तारै हिँड्नु पऱ्यो। आधी बाटो नि आइपुगेन, अझै छ। खतरा। ल ल ल ल हजुर बल्ल थोरै बाटो त आएको थियो तर नरहेछ, सकियो। रोड छैन, के गर्ने। साइकल कुदाउने रोड नरहेछ कि। अब चाहिँ हामी लगभग आइसक्यो। कहाँ जानुभएको? खतराको खिलाडी हो क्या। यो अगाडि देखेको कम्पनी चाहिँ हाम्रो साथीहरूले काम गर्ने कम्पनी हो है। यसमा यहाँबाट अब अलिकति उतापट्टि छ होस्टेल चाहिँ। आज सबैको छुट्टी होला शनिबारको दिन। हजुर ल कुन्दन दाइ चाहिँ जोसेर अगाडि हिँड्नुभएको छ। यो अब त थकै नि लाग्यो हौ। अब यहाँबाट पारि चाहिँ किन त नि उतै जानुभएको? अब यहाँ छिरौँ न, यो पसलमा चक्लेट लगिदियो नि 1 घन्टा केटाहरूलाई। जाऊँ न। जुस नि पिउँ न, केही जुस पिउँ न। बन्द त छैन नि, खुले रहेछ। ल हामी चाहिँ यो पसलमा थोरै एउटा 2टा चक्लेट किन्दे साथीहरूलाई। अब जानुपर्छ, आइपुग्नु लाग्यो। लैनु हिँड्नु नि तपाईँ, माथिबाट घुमेर जानुपर्छ। वान वे हो क्या। लेफ्ट यतापट्टि। अब चाहिँ आइपुग्नै लाग्यो। बसी बिचरा दौडिन सकेन, हिँड्न सकेन, मोटाएर।
मोटा आएर ओके यही अगाडिपट्टिको चाहिँ हो होस्टेल उ त्यो गाडीहरू राखेको रातो गाडी छ बस्न अलिकति शान्त छ कि है खोइ के र बाहिर देख्दिनँ त साथीलाई फोन गर्नु पर्यो कि खै यो पनि हो कहाँ हो यहाँ त बाहिर आउनु यो खोल्नु नि यो खोल्नु यो खोल त थोरै यो खोल्नु थोरै के छ केटा ए धेरै पछि भेटो यार 2 हप्ता कतै अरू अमिर खै थाहा होइन तिमीहरू कतापट्टि बस्ने हो तल उनीहरू त माथि हो टपमा अमिरलाई फोन गर्ने हो के भन्छ एकछिन चिसो भयो ठिक्क भयो यहाँ घाममा